त्यो पहिल्यैको ढुङ्गाले छाएको घर देखियो सेट बारेमा। अब आइरहनु भएको छ अब घरि तपाईँहरूको लागि चाहिँ मैले यस्तो बिजनेस गरेको सपोर्ट गरेर देखाइदिनु पऱ्यो। भ्लग बनाउन आएको छु गर्मीमा पनि त्यही त काम चाहिँ। साथीहरू वेलकम ब्याक टु माई च्यानल एन्ड दिस भिडियो। आई सर्भिङ सन्चै होला मनिस छु। हामी चाहिँ टाउन जान लाग्यो, घुम्न नगएको धेरै भएको थियो, इक्जाम पनि सकियो। यता वालिङतिरबाट जानुपर्ने हुन्छ। अब चाहिँ बाटैमा गरेर काम लाग्यो। हामी चाहिँ बामथान आइयो र गाडीमा चाहिँ भ्लग बनाइदिन भनौँ त्यस्तै भएर बामथानमा आएको चाहिँ धारो रहन्छ। धारो नभए तलतिर पसलमा गएर पानी खान्छौँ हामी चाहिँ। त्यहाँ चाहिँ धारो देखियो तर पानी आएको छैन, किन होला त्यही गर्नु लगाइयो पसिने पसिने भएको छ। अब चाहिँ तल गएर पानी किनेर खाएर आएर माथि गएर चाहिँ हुन्छ भिडियोको इन्फोमा रहनु होला। एकदम फ्री छ सँग हामी चाहिँ आएको दुईजना मात्रै आएको। यस्तो भ्लग बनाउनु पर्छ भन्छ। भ्लग कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, लाइक सेयर पनि गरिदिनु होला। त्यस्तो त्यही त ठाउँ चाहिँ। ल है साथीहरू हामीले चाहिँ पसलमा गयो, यहाँ पानी सानी किनेर खाइयो। पानी चाहिँ यता आन्टीकोमा खाएको, यहाँ एउटा आन्टी हुँदैछ एकदम मनकारी आफ्नै इच्छा पानी पनि खाइदिनु भयो, बसिदिनु भयो। त्यहाँ पानी गएर पानी सानी किन्यो, अझै माथि गएर बसौँ। खत्रै गर्ने क्या त्यही पनि। अब भ्लग बनाउन आएको छु गर्मीमा पनि, तपाईँहरूले यस्तो सपोर्ट गरिदिनु पर्यो हाम्रो साथी। चारवटा भाडामा चाहिँ यस्तो हुन्छ। अब पहिल्यै भन्दा त अलि भ्यू जानु लागेको छ युट्युबमा, अझै पनि भ्यू जानु पऱ्यो, सपोर्ट गर्नु पऱ्यो। कहाँ कहाँबाट चाहिँ मेरो भिडियो हेर्नु कमेन्ट गरिदिनु होला। त्यही पनि अलिअलि बोल्न जानेको छु, तपाईँहरूले चाहिँ सपोर्ट देखाइदिनु पऱ्यो। हामी चाहिँ यहाँ बसेर सस्तो बाह्रमा सस्ता खाइयो अन्त चाहिँ खत्रै फोर रहेछ। अब 4टा बाह्रमा चाहिँ तलतिर जानुपर्ने हुन्छ। हामीले फोटोसोटो पनि खिच्दैनौँ किनभने त्यही हो, खिच्न चाहिँ आउँदैन, एउटा खिच्नु होला। अब चाहिँ के अफ हुन्छ, अब तल जानुपर्ने हुन्छ घाममा। तपाईँहरूको लागि चाहिँ मैले यस्तो बिजनेस गरेको सपोर्ट गरेर देखाइदिनु पऱ्यो। चाहिँ ठिक छ, त्यो धेरै बोल्न जान्नु भन्थ्यो थाहा छ तपाईँहरूलाई। त्यही पनि यस्तो जे जानेको त्यही पनि अब त्यसैलाई म मान्छु होला। अनि चाहिँ मैले चाहिँ एउटा आफूले देखेको कुरा के अब हुन्छ नि त, अब केटा मान्छेले भन्दा चाहिँ अब केटी मान्छेले चाहिँ अब भिडियोहरू टिकटकहरू भ्लगहरू बनाए पनि त्यो धेरै छिटो सपोर्ट पाउनु नि, किनभने यस्तो डिफ्रेन्स यस्तो हामीलाई पनि यस्तो त्यत्तिकै सपोर्ट देखाइदिनु पऱ्यो। तपाईँहरूले चाहिँ किन त्यस्तो गर्नुहुन्छ? केटीहरू चाहिँ अब मैले भन्दा चाहिँ धेरै पछि खोलेका मान्छेहरूले पनि चाहिँ केटीहरू मान्छेले त्यस्तो खत्रै सपोर्ट पाएको छ। अब मैले चाहिँ सपोर्ट देखाउनु भएन, तपाईँहरूले देखाउनु पऱ्यो। अहिले मात्रै पहिल्यै भन्दा त अलि सपोर्ट पाएको छु, सब्सक्राइबर पनि अहिले अलिक बढी थाहा छैन, अहिले सब्सक्राइब गरिदिनु पऱ्यो। घरमा चाहिँ सबजनाले सब्सक्राइब गरिदिनु, भ्लग हेरिदिनु। भ्लग हेर्नु झ्याउ लाग्यो चाहिँ भ्लग सुन्नु, त्यसपछि लास्टमा लगेर इन्डिङतिर चाहिँ हेरिदिनु होला कि, त्यसपछि भ्युज बढ्छ नि त। मलाई पनि त भ्लग बनाउनु मन लाग्छ,
अघि बल्ल कुलाउनु मन लागेको नि त्यसरी अब यसो आइसकेपछि चाहिँ भ्लग बनाएको घर बनाएको त्यो उहाँ बाटोमा भने त्यसपछि चाहिँ गाडीमा पनि बनाएन त्यस्तै भएर क्या अब त बाटोमा त्यस्तै भएर सपोर्ट नपाएर चाहिँ मन लाग्दैन कसलाई चाहिँ अब यहीँ बसेर केही गरौँ भन्ने हुन्छ अनि त्यसमा विदेश जान्छ कसलाई रहर हुन्छ त्यही पनि अब यस्तै चालमा 30-40 हजारको जागिर नेपालमा घर बनाएर खासै त हुन्छ कि होइन त्यही पनि अलिअलि यताउति आउँछ अनि आफ्नो व्यापार व्यवसाय गरेपछि चाहिँ व्यापार व्यवसाय गरेपछि हुन्छ त्यही भएर चाहिँ सकेसम्म विदेशमा भन्नु 1200 यहीँ पढ्यो त्यसपछि के हुन्छ अब भ्लगमा देखिरहनुहुन्छ अब त्यही हो अब खत्रै मान्छे आज शनिबार पनि मान्छे नआउलान् भनेको चाहिँ खत्रै आहान म धेरै बोल्न त जानिनँ बाटो यस्तै छ यहाँ चाहिँ एउटा समस्या के रहेछ भन्दा चाहिँ त्यो पानी आएको रहेछ तपाईँहरू चाहिँ बामखानामा चाहिँ पानी बोकेर आउनु होला अब यहाँ फेरि जानुपर्ने उहाँ तल जानुपर्ने हुन्छ अरे हो उता तल टुम्पिङ गएको शनिबार मन्दिरपट्टि त्यो मन्दिरभन्दा पनि तल जानुपर्ने हुन्छ पानी लिन यता फेरि धारै छैन कि पाउँछ धार भयो आयो सब भयो यसले यसो हेर्छ भन्नु भयो के छ हाम्रो वालिङ बजार पर्ने हुन्छ स्याप्ट बारेमा अब आइफोन भएको छ अब हरियो राम्रो आउने जुम गर्दा पनि मेरो लागि चाहिँ यही आइफोन हो यो ड्याडले चाहिँ किनिदिनु भएको चाहिँ नयाँ फोन कि एकदम नयाँ लाग्छ ड्याड जस्तो भयो भने यस्तो यस्तो किनिदिनु गयो भन्दिनँ अब दिन चाहिँ जे छ त्यही लाएर आउँछु म चाहिँ यस्तो किनिदिनु भन्दिनँ म चाहिँ अब यो कपडा लाएर नै आइरहेको थिएँ अस्ति नै पनि यही लाएर आएको अहिले पनि यही लाएर आएँ केही अब जे त्यसमा के हुन्छ किन पर्छ कि तर मान्छे भएपछि चाहिँ एउटा फोटोसोटो खिच्छौँ खिचेँ नत्र चाहिँ यसो भ्लग बनाऊँ त्यसपछि चाहिँ अब कतै गएर बसेर चाहिँ एकछिन गफसफ गर्छौँ अझै फोटो खिच्नु हामीले चाहिँ यहाँ चटपट बनाएर खान लाग्यो अघि चाहिँ उता चाउचाउ खाइयो यहाँ चटपट खान लाग्यो हाम्रो यहाँ दाइले चटपट बनाएर दिनुभएको 100 रुपियाँको चटपट च्याट्टा बारमा मान्छे चाहिँ खत्रै खाना उता 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 माथि चाहिँ यस्तो नयाँ जोडीहरू छन् 100 रुपियाँको चटपट यति जम्मा डर ठगाइमा पऱ्यो 20 रुपियाँको चटपट पनि छैन 20 रुपियाँको यो लल भयो च्याट्टा वाली वालिङ बजार कता कता मैले त चिन्दिनँ चाहिँ यही हेर्न आउने त तिहारको बेला चाहिँ खत्रै हुन्छ राति यहाँ आएर तिहारको बेला आउने झन् बब्बाल हुन्छ यहाँ त दिउँसो त गर्मी यहाँ गर्मी छ बिजोको हात यहाँ अरू त ठिकै गर्मी त ठिकै हो पानी नभएर हैरान पानी नल्याएर मलाई पुग्यो एउटा अन्टीको घर खाएर पानी हो त ओके आधा स्कुलसँग त्यही हो कि तिम्रो सेन्टर हो यो चाहिँ हाम्रो आदर्श स्कुल भारतको सेन्टर 100 रुपियाँको चटपट खानु भनिन्छ र है हामी चाहिँ आएर तल गएर ठगिएको 100 रुपियाँको चटपट खाएर आइयो अब चाहिँ आइयो अब चाहिँ हामी घर जानुपर्ने हुन्छ घर बिहा उता माथि गएर बस्छौँ आज चाहिँ बाहुनलाई बाई बाई भनियो आजको लागि फेरि आइपुग्छ
चाहिँ पोखरीमा चाहिँ त्यो पहिल्यैको ढुङ्गाले छाएको घर देखियो। माथि चाहिँ टिनको छान छ, तल चाहिँ ढुङ्गाले छाएको रहेछ। त्यस्तो दामी रहेछ। यस्तो घर छोडेर चाहिँ मान्छेहरू चाहिँ सहरतिर गएको छ। गाउँमा आनन्द छोडेर मन्दिर रहेछ एउटा हाम्रो तारा मन्दिर। ल है हामी चाहिँ यहाँ के भन्दा माथि आइयो खाना। यस्तो गर्मी भएर चित्तै भयो, पकेट खोलेर नाङ्गे हिँड्नु जस्तो मस्त बाह्रमा पानी खानु होला सबैजनाले। घरबाट बाहिर पनि होला बिहान 9 बजेपछि बेलुका 6 बजेपछि बल्ल नि डढेर कालै भयो। गोरो मान्छे त के भएन, हामी काला मान्छे म नि कालै भयो यस्तो डढेर। गोरो मान्छे हामी काला मान्छे अब चाहिँ त्यही घर भेटौँला। अनि मेरो भ्लगको इन पनि यहीँबाट हुन्छ, बाँकी चाहिँ नेक्स्ट भ्लगमा भेटौँला। मिनी भ्लगमा त भेटिरहेको हुन्छौँ, लङ भ्लग चाहिँ अब कहिलेकाहीँ हो यस्तो मिल्दाखेरि कन्टेन्ट बनाउने हो। लङ भ्लगमा चाहिँ अब पछि भेटिन्छ। त्यही हो आजको लागि यति। अनि भिडियोको इन्सम्म रहनु होला भनेको थिएँ सुरुमा। रहनु भएकोलाई धन्यवाद। बाँकी चाहिँ नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई।